हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। सो आजको नयाँ दिन नयाँ ब्लगमा हजुरहरूलाई स्वागत जनाउँदै आज चाहिँ धेरै दिनको बादमा चाहिँ मैले भिडियो लिएर आइरहेको छु होइन। आज चाहिँ मेरो हेर्नु हुँदै होला है, मैले चाहिँ हेयर कट गरिसकेको छु किनभने मेरो चाहिँ कपाल धेरै मात्रामा चाहिँ झर्दैन त, त्यही भएर चाहिँ मैले काटेको। अन्त चाहिँ जति पनि नयाँ भ्युवर्सहरू हुनुहुन्छ प्लिज टु लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् है। अनि तपाईँहरूलाई कस्तो लाग्छ यसो कमेन्टहरू गरिदिनु सक्नुहुन्छ साथीहरू होइन। त किनभने तपाईँहरूको धेरै साथ सपोर्ट माया दिइराख्नु भएको छ। यसरी नै अघिको दिनहरूमा पनि साथ सपोर्ट माया दिँदै जानुहोस् होइन। तपाईँहरूलाई मनपर्ने नयाँ नयाँ कन्टेन्टहरू लिएर आउनेछु अनि आजको दिनहरू चाहिँ यसरी बित्नेछ हेर्नुहोस्। हेलो गुड मर्निङ साथीहरू। लो आज चाहिँ हेर्नुहोस् न, सानो भ्लग बनाएको। यहाँनिर चाहिँ नियम भाइ सुतिरहेको छ, उसको साथीसँग सुतिरहेको छ। यहाँ हेर्नुहोस् त, मजाले मस्त सुतिरहेको छ हो। नाना चाहिँ उठेर बाहिरतिर काम गर्नुहुँदैछ। म चाहिँ हिजो आएको थिएँ नि त हो। अन्त चाहिँ सानो भिडियो बनाएको। नियम भाइ सुतिरहेको छ, यहाँ बाहिरतिर फगीहरू लागिरहेको छ। दिन राम्रै भएको छैन हौ आजकल, पुरा पानी पर्दैछ कि त, त्यही भएर यहाँनिर झन् पुरा फगी लागेको छ हो। यहाँनिर यस्तो छ। अन्त यहाँनिर चाहिँ नानाले बनाउनु भएको, यो पहिला बिना गुडी बस्नु हुँदाखेरि नै बनाउनु भएको थियो, अहिले चाहिँ यहाँ लगाउनु भएको रहेछ। कस्तो दामी बनाउनु भएको छ हेर्नुहोस् न। अनि यहाँनिर चाहिँ अर्को रुम छ, म चाहिँ यहाँ सुतेको थिएँ होइन। मैले चाहिँ एकदम रुम एकदम सफा बनाइहालेँ। अघि उठेको नि त म चाहिँ हो, ओछ्यानहरू सबै मिलाइहालेँ। त्यही भएर चाहिँ आज चाहिँ सानो भिडियो बनाऊँ भनेर चाहिँ मैले भिडियो बनाइदिएको हो। यहाँनिर चाहिँ यस्तो छ रुम, हेर्नु सक्नुहुन्छ नानाको। यो चाहिँ नियम भाइको रुम रहेछ, त्यही भएर चाहिँ म सुतिदिएको। यतानिर चाहिँ सिटिङ रुम छ नानाहरूको। यतानिर हेर्नुहोस् होइन, यो भित्र सबै लाइटहरू बल्छ। नानाले यस्तो बनाउनु भएको रहेछ। यो आइडिया चाहिँ हाम्रो उपदेश बेनाको अरे होइन। बेनाले यस्तो बनाउनु भएको छ। यहाँनिर चाहिँ यति सामानहरू बेसी राख्नु भएको छैन होइन, भर्खर सर्नु भएको, त्यही भएर सामान बेसी लगाउनु भएको छैन। हेर्नु सक्नुहुन्छ। यहाँनिर नियमले चाहिँ यस्तो दामी दामी बनाएको छ, पुरा यस्तो के बनाइरहन्छ क्या नियम भाइले। हेर्नु न, यो क्लेले चाहिँ यस्तो बनाएको छ, मजाले बनाएको छ। के बनाउँछ एकैछिनमा। अनि यो ड्रइङ कपी पनि छ कि, यो ड्रइङ कपीको चाहिँ मैले खिच्नु पाइनँ। यसमा पनि उसले पुरा के ड्रइङहरू गरिरहेको छ, दामी दामी बनाएको छ। यसमै भुलिन्छ उता। यहाँतिरबाट चाहिँ बाहिर देख्छ, तर पुरा पानी परेकोले गर्दाखेरि चाहिँ सब बाफ आइरहेको छ। चाहिँ नियम भएको सानो मिल्ने खेलाउने हो। यहाँबाट चाहिँ हामी बाहिर जान सक्छ, यस्तो छ हो। यहाँनिर सानो सानो खेलाउनेहरू रहेको छ। यहाँ चाहिँ मेन डोर चाहिँ यहाँ हो, तर अहिले नानाहरूले बेसी पानी परेकोले गर्दा चाहिँ यहाँ बन्द गर्नु भइरहेको छ नि त। यो चाहिँ मेन डोर हो। अन्त यताबाट चाहिँ किचन छ। किचनको अहिले यहाँ किचनको साइडमा दैलो छ, यहाँबाट होइन ओह्रादर गर्नुहुन्छ होइन। यहाँ चाहिँ सबै बनाइसक्नु भएको छ, माथि चाहिँ बनाइसक्नु भएको छैन होइन। अब चाहिँ नियम भाइ पनि उठ्यो, नाना पनि भित्र आउनु भएर एकदम सफा गरिसक्नुभयो रुमहरू हो। अब चाहिँ म खाना पकाउनु थालेको। यता हेर्न नि त, फ्राइड राइस अन्त चिज टमाटरको चटनी बनाउनु आँटेको छ। अरे भोइस चाहिँ अझै खानै बनाइरहेको छ यसले चाहिँ हो। पराठा ततारेको टपल्ट। यहाँ चाहिँ नियम भाइ एकदम टिभीमा मस्त भएर बस्नु थालिरहेको छ। हाम्रो चाहिँ ब्रेकफास्ट रेडी भयो, खानुको लागि रेडी हो। हामीहरू खाइसकेर यहाँ नियम भाइले चाहिँ फोन हेर्दैछ। खाजाभुजा भइसकेर चाहिँ एकछिन नानीसँग बसेर मैले पनि टिभी हेर्नु बसेको होइन। त्यहाँदेखिको बिचमा चाहिँ हामीले भिडियोजहरू भएर फोटोहरू खिच्यौँ धेरै। त्यहाँदेखिको चाहिँ नानाले बादमा चाहिँ चिया बनाउँछु ल भनेर चाहिँ भन्नुभयो होइन। दिन पनि चिसो थियो, त्यसै कारण नानाले दामी चिया बनाउनु भयो। हेर्नुहोस् न कस्तो मिठो छ चिया पनि। र अब चाहिँ मासु मेरिनेट गरेर फ्राई गर्दैछु होइन। हामीले चाहिँ अघि ब्रेकफास्ट ढिलो खाएको थिएर चाहिँ
खाना हामीले 12 बजी खाएन नि त, त्यही भएर 12 बजी र बेलुकाको लागि एकैचोटि भनेर चाहिँ यति बेलातिर पकाएको होइन। 4 बजिसक्यो अनि एकदम मासु फ्राई हुँदैछ होइन। अब चाहिँ मजाले पकाउनु थालेको कुक चाहिँ मै भइरहेको नि त, तै पका भनेर चाहिँ मलाई छोडिदिनु भइरहेको छ होइन। लु मैले चाहिँ पकाउँदैछु, हेर्नु सक्नुहुन्छ होइन। तर आज चाहिँ टाइम चाहिँ पुरा गयो, बिचमा हामीले अलिक ग्याप गऱ्यो नि त हो, त्यतिकै बस्यौँ बातहरू गऱ्यौँ होइन। फेरि अन्त नियम भाइसँग बसिरह्यो नि त। अहिले चाहिँ एकदम खाना पाकिसकेर एकदम म्याट नियम भाइले ओछ्याएर खानु बसेको है हामीहरू। यहाँ छ हाम्रो काँक्रा, यहाँ टमाटो, डल्ले खोर्सानी चाहिँ हो साइलेन्ट नानी दिनुभएको अरे हो। यहाँ चाहिँ टिमुरको अचार एकदम पिरो छ, अनि यहाँ पनि स्पाइसी छ, बेसी चाहिँ हालेको छैन हो, नियम भाइले खान सक्दैन भनेर हो। हाम्रो चाहिँ आज दाल पनि बनाएन, टाइम पनि पाएन। यस भात रेडी छ नानी, तिमी पनि देखाऊ। मलाई भाइ छ मुकबाङ बनाउनु आँटेको, अब तिमीलाई दिँदा मुकबाङ पनि हुन्छ। ल खाए ल, फर्स्ट बाइट खाए ल, नियम भाइले बेसी म खाइदिनु। Sedikit belajar tanit kakak. फ्राई मात्रै गरेर ससमा मात्रै सोध्दै खाँदा पनि हुन्छ। भुइँमा बसेर चाहिँ मजाले खाना खाँदैछु। खाँदाखेरि चाहिँ बेसी बोल्दिनँ नि त हामीहरू, त्यसै कारण एकदम सुनसान भएर खाँदैछु। भुइँमा बसेर खानु चाहिँ फेरि मिठो लाग्छ मलाई पनि हो, त्यही भएर चाहिँ हामीले भुइँमा बसेर खाएको मिठो भयो सबै। दाल चाहिँ बनाउनु पाएन हो, एकछिन बिजी भयो नि त हामीहरू, रिल्सहरू बनाउँदा फोटो खिच्दा के गर्दा गर्दा बिजी भयो नि त। मैले पकाएको नियम भाइले मिठो लागिरहेको छैन, नियम भाइले भनेर नि Pani. Masuk on top. खाना चाहिँ यति मिठो भइसक्यो, कसैले पनि बोलेको छैन हो। विजय तर अहिले चाहिँ दामी बनाउँछ नि त खाना, तर बिचैमा के गर्नु, खाना खाँदा बत्ती नै गइदिइहाल्यो हो, त्यसै कारण भिडियो बनाउनु सकिनँ। यहीसम्म मात्र हो खाएको भिडियो चाहिँ हाम्रो हो। पानी पर्दो रहेछ, खाएपछि चाहिँ हुन्छ। भाडा चाहिँ खाना चाहिँ म पकाउँछु भनेको थिएँ, भाडा चाहिँ नियम भाइले म माग्छु भनेको थियो हो। नियम भाइले चाहिँ मलाई धोका दिएको, नियम भाइले भाडा माझेन, भाडा माग्छु भनेको होला भाइले हो त। ऊ कराएको छ नियम भाइ है। लु अब बल्ल भाडा माझिसक्नु आँट्यो होइन। अनि मेरो दिनहरू चाहिँ यसरी नै बित्यो। तपाईँहरूले
हेर्नुभएकोमा धेरै धेरै धन्यवाद अनि थ्याङ्क्स फर वाचिङ। यसरी नै साथ एन्ड सपोर्ट दिँदै गर्नुहोस् साथीहरू।